केपी ओलीको सरकार यति धेरै गैर जिम्मेवार, यति धेरै तपाईको लापरवाही, यति धेरै तपाईको चाहिँ यसो हेर्यो भने अमानवीय पनि भन्छु म चाहिँ। किन भएको? हाम्रै 20-25 जना कमरेडलाई 7 महिनादेखि तलब दिएको छैन। भनिन्छ के भन्दाखेरि विप्लव पार्टी छोड्यो भने मात्रै तलब पाउँछ। यो जस्तो अत्याचार के हुन्छ? अरु पार्टीमा लाग्दाखेरि त्यो राजनीतिक हुने, अरु पार्टीमा लाग्दाखेरि त्यो व्यवसायिक हुने, अनि नेकपामा लाग्दाखेरि तपाईको चाहिँ अपराध हुने। स्थानीय तहका मान्छे लठैतहरूले जुन खालको व्यवहार गरेका छौं कयौं ठाउँमा, सबै त एउटा प्रोजेक्ट पनि भ्रष्टाचार विहीन छैन के, एउटा प्रोजेक्ट पनि। खै त्यो छोड्दिउँ। अहिले जल्दो बल्दो पोखरा एयरपोर्टको 10 अरब रुपैयाँ बाँडेर खाएको भन्ने आएको छ। बुढी गण्डकीमा त बाबुराम भट्टराईले बाहिर तपाईको च्यालेन्जै गर्नुभयो, 3-3 अरब बाँडेर खाए ठुला पार्टीले भनेर। अन्यत्र थुप्रै खालका समस्या देश चाहिँ भ्रष्टाचारीहरूको कब्जामा जस्तो देखिन्छ। अब आज कांग्रेस आफै कांग्रेसका महामन्त्रीजीहरूले के भनिराख्नु भएको छ भने बेडमा राष्ट्र बैंकको गभर्नर को हुने भन्ने कुरामा बेडमा चाहिँ मोलतोल चलिरहेको छ। यो धितोपत्र बोर्डको अध्यक्ष हुँदाखेरि 6 अरबको चाहिँ के अरे मोलमलाई चल्यो भन्ने कुरा नागरिकहरूले सुनिराखेका छन्, हामीले हेरिराखेका छौँ। के हो यस्तो? यो एउटा प्रहरी आइजी हुनु पर्यो भने करोडौंको तपाईको चलखेल हुन्छ भन्ने कुरा सुनिराखेका छ। एउटा तपाईको उड्डयन मन्त्रालयको चाहिँ आइजी हुनु पर्यो, के अरे त्यहाँको जीएम हुनु पर्यो भनेपछि करोडौंको कुरा चलिरहेको देखिन्छ। सबै क्षेत्रमा जो खालको करप्सनले देशलाई चाहिँ हैन रोगले, एउटा महारोगले जो निचोरिरहेको छ, खोक्रो बनाइरहेको छ, यसको विरुद्धको सङ्घर्ष एकदम जरुरी छ। त्यसैले हाम्रो पार्टीले छिटै नै निर्णय पनि गरेको छ मध्यम वर्गका व्यवसायीहरू, भ्रष्टाचारीहरूको विरुद्धमा एउटा क्याम्पेन गर्ने। र यो सबैको क्याम्पेनको निष्कर्ष के हुनुपर्छ भने यो भ्रष्टाचार, यो व्यथिति सङ्कट जो नेपालमा छ, यो सङ्कटमा फेरि विभिन्न खालका प्रवृत्तिहरू बाहिर आएका छन्। समाधानको रूपमा मान्छेले योभन्दा पनि पछि हट्ने कुरा गरिरहेका छन्। 3वटा कुराहरू आइरहेका छ के अहिले। सङ्कट छ भन्नेमा बुझाइ एक ठाउँमा छ, त्यसमा 3टा प्रवृत्ति देखिन्छ। एउटा प्रयोग भएर असफल भएर हारेको शक्ति, एउटा तपाईको यथास्थितिमा असफल भइरहेको शक्ति, र एउटाले मौका नपाएको तर अग्रगमनतिर निकास दिन चाहने शक्ति। यो 3वटा शक्तिको बीचमा अहिले सङ्कटको निकासको बारेमा बहस र प्रतिस्पर्धा चलिरहेको छ। हाम्रो दृष्टिकोण के छ कमेडहरू भने साथीहरू भने पशगमन र यथास्थिति निकास हुन सक्दैन। आज देशको जुन खालको जटिलता छ, भ्रष्टाचार छ, तस्करी छ, लुटपाट छ अथवा सङ्कट छ, यसको निकास 47 सालमा फर्किएर या 64कै संविधानलाई पूजापाठ गरेर यो निकास हुनेवाला छैन। अहिलेसम्मका सकारात्मक उपलब्धिहरूलाई रक्षा गर्नै पर्छ, तर नेपाललाई एकदम अपरिहार्य आवश्यकता भनेको समाजवादी गणतन्त्रको निकास हो। देशलाई चाहिएको निकास भनेको चाहिँ नेपाली विशेषताको समाजवाद र त्यो समाजवाद अनुसारको अर्थप्रणाली, त्यो अनुसारको संस्कृति, त्यो अनुसारको समाज, त्यो अनुसारको शिक्षा, स्वास्थ्य, रोजगारी सबै कुरा समाजवादी एउटा प्रणाली अन्तर्गत चाहिएको छ। र त्यो मात्रै आजको सङ्कटको वैज्ञानिक, वस्तुवादी र अग्रगामी निकास हुन सक्छ। यो हाम्रो दृष्टिकोण हो। यस अनुसार नै हामीले देशभरि क्याम्पेन गर्ने चलाइराखेकै छौँ, अभियानहरू चलिरहेका छन्। योमा हामी सबै एकताबद्ध भएर जाउँ भन्ने कुराहरू राख्दै